लुम्बिनी लायन्स जसले टुर्नामेन्टको पहिलो गेम जितेको थियो, त्यस पछाडिका 3 गेम लगातार हारेको थियो। त्यस पछाडिको आज भएको खेलमा पोखराको लागि नाइटमेयर भनेर आएको छ। आज लुम्बिनी लायन्सले सजिलै पोखरासँगको खेलमा टिमवर्क देखाएर, टिम गेम देखाएर आजको खेल जितेको छ। आजको खेल लुम्बिनी लायन्सले सजिलै जितेको छ। सुरुमा लुम्बिनी लायन्सले बलिङ गर्दै एकदमै राम्रो बलिङ अट्याक थियो। लुम्बिनी लायन्सको बलर्सहरू सही तरिकाले चेन्ज भइरहेका थियो। बलिङ चेन्ज पनि एकदमै राम्रो भइरहेको थियो। क्याप्टेन्सी पनि आज एकदमै ब्युटिफुल भएको छ रोहित कुमार पौडेलको तर्फबाट। टी20 वर्ल्ड कप अगावै यस्तो टाइपको खेल हामी एक्सपेक्ट गरिरहेका थियौँ। यद्यपि यो एनपिएल भरि नै लुम्बिनी लायन्सको लागि यो तेस्रो जित रहेको छ। आशा गरौँ कि लुम्बिनी लायन्स प्लेअफ्समा पनि छिर्नेछ। अब कुरा गरौँ पर्फर्मेन्सको। आज लुम्बिनी लायन्सको बलरहरूमा सबैभन्दा राम्रो चलेका 2 बलरहरू थिए, शेर मल्ल र त्यस पछाडि थिए तिलकराज भण्डारी। दुवै स्पिनरहरू थिए भने दुवैले 2-2 विकेटहरू लिएका थिए। एकदमै क्रुसियल टाइममा विकेटहरू लिएका थिए। दुवै बलरले आज बोलिङ अट्याक दुईटा बलरले सम्हालेका थिए। यद्यपि गुलबदिन नाइबले 1 विकेट, त्यस्तै ट्रम्पेलम्यानले विकेट भने लिएका थिए। त्यस्तै कुरा गर्ने हो भने अब लुम्बिनीको ब्याटिङमा सुरुमा आएका ब्याटरहरू थिए सुमित महर्जन र डार्सी सर्ट। दुवै ओपनिङ गर्न आएका थिए भने आज ओपनिङ चेन्ज भएको थियो लुम्बिनीको लागि। त्यो पनि वर्क गरे जस्तो लाग्छ। ओपनिङले रन बनाउन सकेन, तर सन्दीप जोरा जुन ठाउँमा आएर जसरी रन बनाएर लुम्बिनीले आज जिताएका छन्, त्यसले चाहिँ वर्क गरेको छ। लुम्बिनीको ओपनिङ पार्टनरसिप चलेन। त्यस पछाडि आएका रोहित पौडेलले डार्सी सर्टसँग केही पार्टनरसिप गरे। त्यस पछाडि डार्सी सर्ट पनि गए, तर त्यस पछाडि आएका निरोसन डिकवेला र रोहित कुमार पौडेलको पार्टनरसिपले आजको गेम चेन्ज गरिदियो। सजिलै लुम्बिनीले जितेको छ आजको खेल। त्यसको कारण थियो यी दुईको पार्टनरसिप। त्यस पछाडि निरोसन डिकवेला पनि आउट भए। त्यस पछाडि आएका थिए दिलीपनाथ पनि 1-2 सर्ट खेल्दै गर्दा आउट भयो भने त्यस पछाडि फेरि आएका थिए सन्दीप जोरा र रोहित कुमार पौडेलको पार्टनरसिप बिल्ड हुँदै थियो। त्यस पछाडि आउट भए अनफर्चुनेटली 40 रनमा रोहित कुमार पौडेल आज एसबिएल एनपिएल ब्याङ्केबल प्लेयर अफ द म्याच पनि बनेका छन् 40 रनले गर्दा। त्यस पछाडि आएका ब्याटर थिए शेर मल्ल र सन्दीप जोराको बिचमा पार्टनरसिप भयो। यद्यपि लास्टको 2 ओभर भएकोले सन्दीप जोराले लास्ट ओभरमा 2 चौका हिट गरेर आजको गेम जिताइदिएका छन्। आज पोखराको कुरा गर्ने हो भने पोखराले राम्रो फाइट गरेको थियो। पोखराको ब्याटिङ चल्न सकेन, तर त्यो ओपनर ब्याट्सम्यान एडम रोसिङटन र जिमी समको पार्टनरसिपले आज पोखराको ब्याटिङलाई पुरै धानेर पहाड क्रिएट गर्न ठुलो भूमिका खेलेको थियो। तर पहाडलाई सजिलै चेज गरेको छ लुम्बिनी लायन्सले। एडम रोसिङटनले 80 रन बनाए, 81 रन बनाए भने हाम्रो जिमी समले पनि त्यस्तै 50+ रन बनाए। आज यी दुईको ब्याटिङ पर्फर्मेन्सले गर्दा पोखराले एउटा पहाड क्रिएट गरेको थियो, तर अनफर्चुनेटली आजको खेल हारेको छ। त्यस्तै पोखराले बोलिङमा पनि एकदमै राम्रो काम गरेको थियो। सागर ढकालले विकेट लिएका थिए, त्यस्तै विपिनले विकेट लिएका थिए, बोलर्सहरूले विकेट लिएका थिए। तर जुन समयमा बोलर्सहरूले विकेट लिनुपर्ने थियो त्यो टाइममा चाहिँ विकेट लिएनन्। त्यस्तै लास्टमा पनि गुलबदिन नाइबको विकेट आएको थियो, तर त्यस पछाडि सन्दीप जोराको विकेट चाहिएको बेला विकेट लिन सकेनन्। सो कारणले आजको खेल हारेका छन्। ओभरअल आजको खेल रमाइलो भएको छ। सुरुमा मजाले जित्छ भनेको थियौँ हामीले लुम्बिनीले, तर लास्टमा एकदमै सस्पेन्स क्रिएट भएको थियो। लास्टमा ओभरअल लुम्बिनीले आजको खेल जितेको छ। कङ्ग्रेचुलेसन फर लुम्बिनी लायन्स। र अब 2 खेल लुम्बिनीले जित्यो भने लुम्बिनी सजिलै प्लेअफमा पुग्छ भन्ने आशा लुम्बिनीका फ्यान्सहरूले गरेका छन्। तर पोखरालाई भने यो सिजन प्लेअफमा पुग्न एकदमै कठिन हुनेछ। अब अर्को खेल हारे त सिधै आउट भइसक्यो भन्दा हुन्छ पोखरा एभेन्जर्स। र एट द लास्ट आजको लागि यति नै। फेरि मिल्नेछु अर्को कन्टेस्टका साथ। त्यति बेलासम्मका लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। जय नेपाल खेलकुद।